दर्शकबिन्द नमस्कार। बुटवल 11 मिलनचोकको डेल्टा कम्प्लेक्समा सुरुवात भएको नेपाली जुत्ता घर त्यहाँ आगलागीबाट ध्वस्त भएपछि अहिले बुटवल उपमहानगरपालिका 11 को कालिका नगरमा सुरुवात भएको छ। यो बुटवल मन्डी के लागि गर्दैछ भने यो बुटवलको सबभन्दा ठुलो रेसिडेन्स एरिया भएको कारणले गर्दाखेरि यहाँका पब्लिकहरूलाई पनि यहाँ जुन स्थानीयहरूलाई सुविधा दिनको लागि यो मल खोलिएको छ। यसमा चाहिँ नुनदेखि सुन पाउने हिसाबले नै हामीले गरिरहेका छौँ र मेयर साहबकै सहयोगबाट यहाँ हामी चाहिँ यो जुन अव्यवस्थित ठेलाहरूलाई पनि मेयर साहबले व्यवस्थित गर्नुभएको छ, साथ सहयोग दिनुभएको छ र हाम्रा साथीहरूले अहिलेको युवाहरूले अहिले जुन यो जुत्ता भनेर खोल्न लाग्नुभएको छ, अब विदेश नगएर यहीँ नेपालमै गर्छु भनेर उहाँहरूले यो काम गर्छौँ दाइ हामी यहाँ केही व्यवसाय गर्छौँ, हामीलाई साथ सहयोग दिनु पर्यो भन्ने हिसाबले गर्दाखेरि मैले चाहिँ उहाँहरूलाई साथ सहयोग दिइरहेको छु। अब यति भन्दै आज मोडेल परिवर्तन भएको छ। आज तपाईँ रानीगञ्ज जाँदाखेरि पनि होलसेल दोकानहरू छ, बुद्धनगर जाँदा होलसेल दोकानहरू छन्, बेलबास नयाँ गाउँतिर चाहिँ तपाईँले त्यो छुट्टै क्षेत्र जस्तो एकदमै फरक खालको विकास भएको क्षेत्र भइसक्यो, जहाँ यातायात कार्यालय छ, नापी कार्यालय, मालपोत कार्यालय, ट्रान्सपोर्ट सिटी लगायतका र लुम्बिनी वाणिज्य क्याम्पसको मानिक विश्वविद्यालय बनाउने गरी कामनगरमा तयारी भइरहेको छ। यसरी हरेक पक्षमा बुटवलको छुट्टा छुट्टै विकास छ। मोतीपुर क्षेत्रमा मोतीपुर औद्योगिक क्षेत्रका लागि प्रस्तावित गरेर ती कामहरू अगाडि बढेका छौँ। साबिक सिमला र वार्ड नम्बर 15मा देशकै सबैभन्दा ठुलो कृषि व्यवसाय केन्द्र भवन बनाउने गरी अगाडि बढेको छ र यहाँ पुरानो बटौली बुटवल फिल्म हल रहेको ठाउँमा अमरपथ, सङ्गमपथ, राम मन्दिर लाइन र ट्राफिक चोकका जिपी चोकका गाडीहरू, निजी गाडीहरू पार्किङ क्षेत्र त्यहाँ गर्ने गरेको छ र त्यहाँ शनिबार उत्साही युवाहरूको समूहले हाम्रो नेपालीपनको उत्पादनको बजार राखिराख्नु भएको छ। यसै गरी यहाँ पनि प्रशान्त कोइरालाजी लगायत हाम्रो न्युपानजी टिमका साथीहरू मिलेर एउटा बुटवलमा रहेका ठेलाहरूलाई व्यवस्थापन गर्ने गरी सागसब्जी तरकारीको चाहिँ स्टलहरू राख्नुभएको छ भने अहिले फेरि थप 7वटा जुत्ता व्यवसायहरू मिलेर 7वटा छुट्टा स्टलहरू उहाँले राख्नुभएको छ। यसरी बुटवल अहिले विविध पक्षमा एउटा कार्यपत्र प्रस्तुत गरेका थियौँ। बुटवल उपमहानगरपालिकाको साबिक पुरानो भवनमा 1 बिघा 8 कट्ठामा एउटा 16 तला बिल्डिङ बनाउने भनेर हामीले त्यसको चाहिँ डिजाइन नक्साहरू तयार गरेर हिजो प्रस्तुत गरेका थियौँ। आज गोल्ड मार्केटको समस्या छ, सुनचाँदी व्यवसाय छरिएर बसेका छन्, मोबाइल दोकानहरू छरिएर बसेका छन्, जुत्ता पसलहरू छरिएर बसेका छन्। विभिन्न व्यवसायिक केन्द्रका लागि छुट्टा छुट्टै चाहिँ भवनहरूको आवश्यकता छ। त्यसको सुरक्षाको, त्यहाँ पार्किङको विशेष क्षेत्र नछुटाइकन अब व्यवसाय चाहिँ पछाडि पर्ने अवस्थामा छ। अनि विभिन्न मापदण्ड अनुसारका होटेलहरू, रेस्टुरेन्टहरू, क्याफेहरू, निजी क्षेत्रको प्रत्यक्ष सहभागिता यसमा खोजिएको छ। बुटवलको बस पार्क कम्पनी 18 तलाको 100वटा बसहरू पार्किङ हुन सक्ने र अरू होटेलहरू, बिजनेस कम्प्लेक्सहरू सहितको 18 तलाको एउटा भवन 18 तलाको, अरू चाहिँ 12 तलाको, 8 तलाको गरेर त्यहाँ परिकल्पना गरिएको छ। र हिजो लगानी बोर्डका मेरा मित्र सुशील गेवालीजी पनि त्यो कार्यक्रममा आउनुभएको थियो। बस पार्कभित्रको भवनका लागि अन्दाजी 8 अरब र नगरपालिकाको उत्तरतर्फको भवनका लागि अन्दाजी 4 अरब अहिले प्रस्तावित बजेटको कार्यक्रम बुटवल उपमहानगरपालिकाले ल्याएको छ। यसै गरी लुम्बिनी प्रादेशिक हस्पिटलको उत्तरतर्फको भवन पनि लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरेर पिपी मोडलमा जनताको सहभागिता र लगानी क्षेत्रका एनआरएनका साथीहरू अथवा लगानी बोर्डसँग समन्वय गरेर त्यो पनि हामी बनाउनुपर्छ भन्ने पक्षमा छौँ भने शोभा बोर्डिङ रहेको ठाउँको भवन पनि बनाउनुपर्छ भन्ने पक्षमा रहेका छौँ। यस्तै गरी हाट बजारभित्र पनि 2 तला अन्डरग्राउन्ड र माथि हाट बजारको लागि 3 तला बनाउनुपर्छ भन्नेमा छौँ र यसका लागि
25 वर्ष 50 वर्ष चाहिँ सम्बन्धित व्यवसायहरू भाडामा बस्न पाउने गरी एग्रिमेन्ट गरेर, किनभने यहाँ 10 वर्ष 5 वर्षमा हटाइन्छ, त्यस कारणले 25 वर्ष पहिलो शर्त र 25 वर्ष थप गर्न मिल्ने गरी 50 वर्ष एउटा व्यवसायले त्यो ठाउँमा व्यवसाय गर्न पाउँछु भन्ने भयो भने ती व्यवसायहरू त्यहाँ स्थापित हुन्छन्, हट्दैन र पेसाको पनि ग्यारेन्टी हुन्छ। त्यसका लागि पनि भवन बनाउँदै गर्दा पेसागत जो त्यहाँ लगानी गर्ने उहाँहरूको पनि सहभागितासहित 50 वर्ष हट्न नपर्ने गरी उहाँहरूलाई पनि ग्यारेन्टी गरेर उहाँहरूको पनि लगानीसहित भवन बनाउनु पर्ने कुरा हामीले कानुनी कुरा पनि उठाउने गरी उठाएका छौँ। फेरि नेपालको खरिदेनले पिपी मोडलमा खरिदेन अनुसार जाने नि 5 वर्षमा जानुपर्ने कारणले नेपालको कुनै पनि व्यवसाय चल्ने पक्षमा छैन। आज तपाईँले यो सटरको कुरा उठाउनु भएको छ, 5 वर्षमा हटाउनु पऱ्यो नि त्यो व्यवसाय कहाँ जान्छ? त्यस कारणले व्यवसाय गर्ने मान्छे 15 वर्ष 25 वर्ष कम्तीमा पनि हट्न नपर्ने गरी ग्यारेन्टी गर्ने उहाँहरू ढुक्क भएर लगानी गर्नुहुन्छ। व्यवसायमा लगानी गर्ने भनेको आफ्नो भएको सम्पत्ति धितो राखेर गर्ने हो, रिस्क लिएर गर्ने हो। उस्तै परे घर जग्गा धितो राखेर गर्ने हो। आफ्नो घर घुमाउने गरी व्यवसायबाट उठाउँछु घुम्दैन भन्ने विश्वासले एउटा व्यवसाय अगाडि बढेको हुन्छ, तर उहाँलाई समयको बन्देज लगाएर फेरि हटाउनु पर्ने स्थिति आयो भने त्यो त्यहाँभन्दा दुख्ने हुनुपर्ने ठाउँ कहीँ पनि रहँदैन। यी दुइटै चल्छन्, सँगसँगै व्यक्तिका पनि चल्छन्। आज ठुला संस्था आउँदाखेरि कहीँ भन्ने गरिन्छ व्यक्तिको घर छ कि भनेर, त्यो हुँदैन। हामीले गर्नु भने यो अन्तै सरेर जान्छ। आज हाम्रो अटो भिलेज सानो हुँदाखेरि बर्दघाटमा सर्यो, सुनोलमा सर्यो, 4 नम्बर जितपुरमा सर्यो, चौरटामा सर्यो। आज हामीसँग प्रशस्त मात्रामा अटो भिलेजको लागि जग्गा भएको भए, हामीले अटो भिलेज अर्को खोल्न सक्ने हामीसँग चाहिँ पर्याप्त मात्रामा चाहिँ क्षमता भएको भए आज त्यो सहर थिएन। त्यसैले कुनै पनि व्यवसाय जहाँ व्यवसाय वृद्धि हुन्छ त्यहाँ तत्काल अर्को वैकल्पिक व्यवसाय गर्ने ठाउँ पनि चाहिन्छ। व्यवसायले त्यस्तो खोजेका हुन्छन्, उहाँहरूको मनोविज्ञान त्यस्तो खालको हुन्छ। तर ठाउँको अभावले अथवा भवनको अभावले सर्न पऱ्यो भने हामीले रोक्न सक्ने अवस्था हुँदैन। त्यसैले यस्ता भवनहरू बनाएर व्यवसायलाई संरक्षण गर्ने जुन नीति लिएर प्रशान्तजीले जुन काम गर्नुभयो उहाँलाई धेरै धन्यवाद छ। र हाम्रो न्यौपानेजी यो लगानी स्थलहरू लगानी गरेर तपाईँहरूको टिमले जुन काम गर्दै हुनुहुन्छ तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँलाई परेका व्यवसाय मैत्री वातावरण बनाउने कुरामा, व्यवसायलाई दुःख नदिने कुरामा र व्यवसायलाई एउटा उत्साह दिने कुरामा बुटुलुक महानगरपालिका तपाईँको साथमा रहनेछ। फोन गरेर मेसेज गरेर गरिदिनु होला, त्यसको व्यवस्थापन पूर्ण रूपमा गर्छौँ। व्यवसाय त जागिरको लागि। अब रह्यो कुरो कोही व्यवसाय गर्न चाहनुहुन्छ भने फुटवेयर, नेपालको फुटवेयर सेक्टर च्यालेन्ज र इन्जोय छ। अहिले च्यालेन्ज र इन्जोय छ। लगभग नेपालमा 10 करोड 50 लाख जोडी जुत्ता चप्पल जति खपत हुन्छ, त्यसमध्ये झन्डै 7 करोड जोडी जुत्ता चप्पल चाहिँ नेपाली खपत हुन्छ। तर 15 करोडदेखि 16 करोड जोडी जुत्ता चप्पल उत्पादन गर्ने क्षमताको इन्फ्रास्ट्रक्चरहरू पूर्वाधारहरू नेपालमा छन्। त्यसमा 3.5 करोड जोडी जुत्ता चप्पल बाहिरबाट आउँछ, आयात हुन्छ। 3.5 करोड जोडी जुत्ता चप्पलमा 1 करोड 50 लाख 55 लाख जोडी जुत्ता चप्पल जति लिगल वेबाट भन्सार भएर आउँछ र 2 करोडभन्दा बढी जुत्ता चप्पलहरू चाहिँ ग्रे मार्केट, चोरी पैठारी विभिन्न तरिकाबाट विशेष गरी दक्षिणी नाकाबाटै भन्सार नभइकन आउँछ। त्यस्तो अवस्थामा हामीले बुटोलमा लगभग सीमाको नजिकै यसरी काम गर्न चाहिरहेको छौँ कि नेपाली जुत्तालाई आत्मनिर्भर बनाउने टुल्स मध्ये सर्वसुलभता एउटा। र अहिले मेयर साहबले मलाई लाग्छ म एकदम धेरै अभ्यस्त उहाँको उहाँभित्र छिर्न सकेको छैन कि उहाँ व्यवसायी हो या व्यवसाय मैत्री दिमाग भएको मान्छे हो। मैले त्यसरी बुझेको छु, किनभने अबको कन्सेप्ट के हो, अबको अवस्था के हो, आजको अवस्था के हो, आजको खोजी के हो, आजको खोजिरहेको के हो भने हामी दोस्रो पुस्ता के अरे हामी पहिलो पुस्ता या दोस्रो पुस्ता गरी व्याख्या गर्दाखेरि विदेशमा हिजो इन्डिया गएर इन्डियामा सिकेर आएका कुराहरू हुन्थ्यो भने आज यो बजारीकरण सिक्ने कुराहरू विश्वव्यापी भएछन्। युरोप अमेरिकामा गएर सिकेर कुराहरू म वरिष्ठ उपाध्यक्षज्यूलाई यता आएर बस्दिन।